बल खेल गर्न बल खेल्न कहाँ बल खेल्दा अहिले कहाँ हुनुहुन्छ कुन देशमा हुनुहुन्छ अहिले म हाल बुल्गेरियामा छु अब आएको पनि 1 वर्ष हुन लाग्यो हजुर बुल्गेरियामा आएको छु त्यही अब बिदा 5-6 दिन बिदाको क्रममा अब यो बिदालाई सदुपयोग गरौँ भन्ने क्रममा अब बल खेलौँ भनेर साथीभाइहरूसँग रमाइलो गर्न म जाँदैछु हजुरको घर चाहिँ नेपालमा दाङ होइन दाङ तुलसीपुर हजुर कति भयो बुल्गेरिया आउनुभएको बुल्गेरियाको म 11 महिना पुरा पुगेर अब 12 महिना अनि बुल्गेरियाको बसाइ कस्तो हुँदैछ जति एक्सपेक्टेसन थियो त्योभन्दा राम्रै लाग्यो मेरो चाहिँ राम्रो लाग्यो अब हामी त कम्पनीद्वारा आउने स्टुडेन्ट भिसा होइन हजुर अब कसैलाई राम्रो हुन्छ कसैलाई नराम्रो हुन्छ अब त्यही त अब अन्य देश मुलुकका मान्छेहरू 500-600 युरोमा आउँछन् हामी $10,000 जति पे गरेर आउनुपर्छ कुरा अरू त के गर्नु चाहिँ अनि त्यस्तो हालतले अब केही बालिन सरकारले केही इम्प्रुभ गर्छ कि भन्ने आशा छ हजुर हेरौँ त्यो चाहिँ अब इम्प्रुभ गर्ला होइन अनि अब यहाँ बुल्गेरिया आउन चाहने नेपालीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुरले आउनुहोस् अब देशमा रोजगार छैन अब सरकार आउने बित्तिकै देश विकास परिवर्तन हुँदैन होइन अब केही इम्प्रुभ हुँदै जाला इन्डस्ट्रियल रेभोल्युसन होला अब अहिले हाल आउनु तर एकदम दुःखको खबर त्यो 12-13 लाख रुपियाँ चाहिँ तिरेर नआउनुहोस् किनकि अब अहिले अब हाम्रो ओरिएन्टेसनमा श्रम स्वीकृति ओरिएन्टेसन पनि 10,000 रुपियाँ तिरेर जान मिल्छ भन्दो रहेछ तर हाम्रो अब त्यो अब एउटा भनाइ मात्रै भयो क्या त्यसलाई लागू गर्नु पर्यो हाम्रो प्लेन टिकट पनि यतै कम्पनीले पठाइदिएको रहेछ तर उता दलहरूले त्यो प्लेन टिकट के भन्ने के भनेर 13-14 लाख खाइदिन्छन् तर एकदम विडम्बनाको कुरा अन्य मुलुकका व्यक्ति जस्तै हाम्रो बुल्गेरियामा धेरै जस्तो हुने युक्रेन उज्बेक देशका मान्छेहरू हामी सोद्धा हामीले प्लेन टिकट मात्र काटेर आयौँ भन्छन् तर हाम्रो त 13-14 लाख रुपियाँ लगानी दलेलाई अब अरू अन्य खर्च छुट्टै छ अब त्यति चाहिँ लगानी गरेर आउँदा एकदम नराम्रो यो अब पितो सत्य हो मान्छेले अब परिस्थिति बाध्यताले पनि तिर्नु पर्यो अब सरकारले केही गर्नुपर्छ यस विषयमा पनि लाग्छ मलाई धन्यवाद तपाईँले यो समय दिनुभयो र राम्रोसँग फुटबल खेलेर फर्किनु होला र अब आउँदा दिनहरूमा फेरि पनि हामी भेट्दाखेरि यसरी नै कुरा गर्नेछौँ ल हजुरलाई धेरै धेरै धन्यवाद है त अभिषेकजी हजुरलाई पनि धन्यवाद